Hello guys and good morning and happy new year. मेरो चाहिँ गुड मर्निङ भइसकेको छ अनि हिजो चाहिँ यसो हल्का न्यु इयर चाहिँ कस्तो हेरेको भोलि मर्निङ भयो म चाहिँ हामी फ्रेस हुन जान्छौँ भन्दा नि भोक लाग्यो हामी पहिला पेट पूजा गर्छौँ सो हामी चाहिँ किचन आएर रोस्ट यस्तो पानी भएछ हिजो हामीले यसमा यहाँ हाम्रो चिया पाक्दैछ अड्के म सब भिडियो पाइदिँदैन यो चाहिँ हाम्रो बरन्डा भयो भयो म चाहिँ यस्तो हालत छु मान्छेहरू काल बिहाल बेसी एउटा कुर्सी बोक्दै अर्को लिएर न यो चाहिँ हाम्रो बिहानको चिया गिटार पिसम अहिले जस्तो हो ए अहिले मतलब बोकेर लियो है सो हेलो गाइज अनि अघि चाहिँ हामी खाउँदै होस्टेलमा मान्छे आउनु भएको बस्नुलाई अनि मान्छेहरूलाई चाहिँ माथि राखेर माथि चाहिँ हाम्रो सामान थियो त्यही भएर हामीले चाहिँ सामान सारेर मान्छेहरू रुम सेट गरिसकेको छु हाम्रो लागि रुम चाहिँ यो रहेको छ यो चाहिँ 2 सिटर हो गाइज अहिले चाहिँ 3टा बेड छ एउटा बेड हुन्छ पछि फेरि पनि इफ यु गाइज निड होस्टेल नियर सङ्कुमुल होइन सङ्कुमुल एरियामा होस्टेल चाहिएको छ भने यु क्यान कन्ट्याक्ट अस है सरी साइन युर गर्ल्स होस्टेल हेलो गाइज अनि 6 किलोको पाउँछ हौ दिदी 6 किलोको बोरा पाउँछ क्या 6 किलो कि 5 किलोको पाउँछ सो हेलो गाइज खानासाना खाएर हामी चाहिँ अब दिदी र म चाहिँ सपिङ गर्नु जानु लाग्यो उसको लागि यहाँ दिदीको चाहिँ यहाँ पुरा लिस्ट बनिन्छ यता खाना सो यहाँ चाहिँ भिना बिहानै आज न्यु इयर भनेर कोट प्यान्ट लगाएर चट्टसँगले हिरो चक्की चक्की भएर आइसक्नु भएको थियो र उहाँले चाहिँ मलाई फोटो खिच्दैन साली भन्नुभएर मैले चाहिँ उहाँको फोटो खिचिदिएको थिएँ यहाँनिर चाहिँ अनि फोटो खिच्ने क्रममै रुममा बस्ने दिदीहरू चाहिँ तल आउनुभएको थियो र हल्का यहाँ होस्टेलको बारेमा गफ गर्दै हुनुहुन्थ्यो अनि गफ सकेपछि चाहिँ हामी लाग्यो बाहिर सो हेलो गाइज अनि हामी चाहिँ कस्तो आज हाम्रो दिदी उहाँहरूको चाहिँ मैले पूर्व जन्मको दिन खाइदिएको थिएँ चुक्ता गर्नु आएको चुक्ता गरेको गरेँ आयो चुक्ता गरेको गरेँ चुक्ता गाइज ल हामी चाहिँ मार्केट पुगेर हजुर आवाज हामी चाहिँ भरे मार्केट पुगेर फेरि भ्लग स्टार्ट गर्ने मलाई अल्छी लागेको बाटोमा कति लामो छ बाहुन खोइ दुर्गा प्रसाई यो चाहिँ बाहुन भाजेको टुप्पी नाक हामी चाहिँ यहाँ कार्पेट पुसमा आइसक्यौँ अनि हामी चाहिँ अनि एउटा यो
ट्राई गरियो हो गरौँ रहेछ यार अनि यो पनि हो मान्छे चाहिँ होइन है यो माथि हो आज न्यु इयर यसरी मनाइँदैछ तपाईँको कस्तो हुँदैछ भन्नु होला अलिक मिलाउनु है म त भ्लगमा हालिदिन्छु है कुन चलो यो अनि यो चाहिँ म अब हामी साउन रोल्दाको फेरि फर्केर आउनुपर्छ अझै धेरै साउन लिनुपर्ने छ हामीले चाहिँ अनि यहाँदेखि लिएर साउनदेखि लिएर सबै लिनुपर्ने बाइक छ अझै त्यही भएर अब धेरै हुन्छ त्यही भएर हामी चाहिँ यस्तो जानु लागेको अहिले चाहिँ यस्तो यो पनि छ अझै हेलो कहाँ गराउनु भएको तपाईँ वर्ल्ड वार 3 लडाइँमा पर्दा पर्दै आउनुभएको भागेर आउनुभएको त होइन नि यत्रो यत्रो तोपहरू बोकिरहेको छ मिसाइलहरू बोकिरहनु भएको छैन त्यो के हो यत्रो ठुलो गन पनि हुन्छ म चाहिँ यस्तो हालतमा छु गाइड बोक्नु आउनु भयो क्या हेलो ह्यान्डसम यति राम्रो यति ह्यान्डसम को होला हजुर मान्छे राम्रो हो कि पर्दा राम्रो हो पर्दा होइन ए पर्दा अरे कार्पेट मान्छे राम्रो हो कि कार्पेट राम्रो हो पछाडिबाट झन् कस्तो ट्रक देखिँदो रहेछ हौ ल हेलो ह्यान्डसम जाने हो जाउने र पोखरा सो हामी चाहिँ सामान राखेर नापसाप लिएर टिपसेप फिर्ता लिएर जाँदैछौँ अनि यो चाहिँ अलिकति छोटो पऱ्यो यो लिप चाहिँ लगाउने छुटेको त्यो रड लाउने भनेर हामी चाहिँ लिप जाँदैछौँ दिदी चाहिँ परे बसेर हामीलाई अर्डर दिँदै हुन्थ्यो अनि हामीलाई त अझै त्यहाँनिर के पऱ्यो बेड उठाएर कार्पेट लगाएर ट्राई गरेर भयो गर्ने भनेर धन्यवाद भनेर कार्पेट काट्ने कार्पेट काट्नु पर्दैन हो किन काट्नु कार्पेट त्यहाँ यत्रो यत्रो हङ छ त नि साइड साइडमा त्यो साइडमा ब्लेडले आउने काट्ने ब्लेडले डेन्जर हुन्छ क्या त्यो पेपर कट गर्ने अनि पेपर कट गर्ने त अनि कतिखेर उयो गर्ने एकछिनमै हुन्छ क्या त स्टेसनरीमा पाउँछ पागल रहेछ के गर्नु ठिक छ अरू केही अहिलेको लागि चाहिँ भ्लग बन्द हामी गयौँ पर अब पर पुगेर फेरि खोज्छु ल सो हामी चाहिँ हिँड्दै ऐना पसल खोज्दै हामी चाहिँ सङ्गमुनिको पुल आइसक्यौँ हामीले भेटाइनौँ अनि यहाँ चाहिँ साइन्स हामी चाहिँ हिँड्दा अर्को चाहिँ लगाइसक्यौँ तर हामीले ऐना पसल भेटेनौँ स्याडली फुलचोर हामी चाहिँ जाँदैछौँ अनि एउटा आन्टीलाई सोधेको अलिक पर छ भन्नुभयो ऐना पसल त्यही भएर जाँदैछौँ हामी चाहिँ काठमाडौँबाट हिँडेर अलिपुर गइसक्यौँ तर हामीले पसल भेटेनौँ कस्तो गाह्रो हो यो ठाउँमा बुझ्न यति हिँड्दा हामी बाँधेसम्म पुग्छौँ होला त बाँधेसम्म पाउँदैन बरु आज न्यु इयर हो अनि घुमाइरहेको हाम्रो एक्सर्साइज हुँदैछ दम्रो घुम्दैछौँ हामी ऐना पसल खोज्दै सो हामीले चाहिँ ऐना पसल फाइनली भेटाइनौँ सुधारपुर पनि भेटाइनौँ त्यो हामी चाहिँ फर्केको फेरि सङ्गमुतिर आयो खुट्टा दुखेको दिदीको दह्रो हिँड्नु भइरहेको दिदी कस्तो ढाडी यहाँ तपाईँ त भनेर झ्यापारी जस्तो देखिन्छ त ल हामी चाहिँ फर्केको म धन्यवाद
अङ्गुरको दिनमा हालत यस्तो छ है अब सब्जी लिन जाने 1 केजी अङ्गुर यता दिदीको फेरि झोला भिडेको छ जर्सी र कट्टु त होइन त्यो भयो पन्जामा छ यहाँ मेरो ट्र्याक र यहाँ के अरे टी सर्टमा हामी चाहिँ चप्पलमा सङ्गमुरको गली पुरा घुम्दैछौँ सङ्गमुरको बाटो है गाह्रो छ त्यो भएर अब सब्जी लिन जानुपर्ने बेलुका न्यु इयर वाउ कस्तो राम्रो छ हाम्रो न्यु इयर यस्तो न्यु इयर मनाउनु छ भने प्लिज सम्पर्क गरेर हामीलाई होइन यस भेरी गुड बन्द गरौँ बन्द गरौँ है गरौँ हामीले चाहिँ केही पनि भेटेनौँ भएको त्यति सामान ल्यायौँ अनि हामी पर्समा पनि आयौँ अनि अहिले चाहिँ हामी सङ्गीतमा छौँ अनि यहाँ मेरो हेयर वास हुँदैछ प्रिन्स ट्रिटमेन्ट अब चाहिँ यो ट्राई गर्ने पालो आज न्यु इयरमा स्टाफको सर्टेज भएर आज उनीहरूले यस्तो आज अनि फेरि टेन्सनमा हुनुहुन्छ उनीहरूको कस्तो हुन्छ होइन दिदी कस्तो लागिरहेछ मजाले ल कठिन होला मजाले गर्ने मलाई मजा आउँछ आजदेखि तपाईँ कस्तो कस्तो बस्नु दिएको छ त बस्ने किन आज अनि यहाँ चाहिँ बहिनीको केराटिन ट्रिटमेन्ट हुँदै थियो र यो बहिनीको चाहिँ जुम्रा पनि रहेछ नि हामी बिचमा जुम्रा पनि टिप्दै मार्दै थियौँ अनि आज चाहिँ न्यु इयर भएकोले स्टाफको सर्टेज भएर सबै काम आफैले पनि गर्नु परिरहेको थियो त्यसपछि हामीले कपाल सकेर फेरि पनि हामी लाग्यो आफ्नो होस्टेलतर्फ सो गाइज हामी चाहिँ फर्केको यार अंगूर के साथ गाइज यार मलाई कस्तो हेप छ क्या म त सिधै बुझ्दैन हामी चाहिँ फर्किसकेको सलुनबाट निन्द्रा लागेको छ अब चाहिँ सुतेको पनि भिजा आउँछ सो गाइज अब हामी चाहिँ पर्सि जानु भएको नगरबाट हामीलाई चाहिँ किन्नुपर्ने छ सब्जी लिनुपर्ने छ अलिकति धेरै दाइले राइसक्नु भएको छ बाइक चाहिँ ये रही चाबी हमारे पास हम चले फुल म चाहिँ लाइसेन्स भुलेको छु अनि साथै लाइसेन्स लिँदा छ लाइसेन्स लिएर आउँदैछु भने हामी जानुभयो मेरो जुन पोइन्ट रहेछ सो यहाँ के भएर जान्छौँ सी यु गाइज देयर पानी पऱ्यो भने अनि अब गाइज अनि वी आर गोइङ सब्जी मार्केट फेरि बुलेट बाइक लिएर है सो हेलो गाइज अनि हामी चाहिँ यहाँ पुलिस लगाइसकेको छौँ अनि हामी चाहिँ अहिले खाजा खानु जाँदै अनलाइनबाट होइन जाँदै गाइज अनबक्सिङ अनबक्सिङमा प्याकेज घरबाट आएको मलाई चाहिँ के पो हेर्नुभएछ माया गरेर घरबाट हेर्नु त टोक्नु न टोक्नु भनेको त उल्टो रहेछ यार मैले भनेको थिएँ ला घोप्टी छ नि त यो उयो सक्कर हो यो चाहिँ दामी यो उयो है गाजर सिक्वा छ भरि हाल्नुपर्छ सो भटमास आयो ठिक छ मैले मगाएको थिएँ
सो सामान अनबक्सिङ गरिसकेपछि चाहिँ हामी फेरि पनि लाग्यौँ यहाँबाट सब्जी मार्केट। जडीबुटीको रोड हो र यो दुईटा चाहिँ हामी जाम खुलेपछि हामी फेरि लाग्यौँ मार्केटतर्फ। हामी चाहिँ अब कहाँ पुगिसक्यौँ, हामी सब्जी मन्डी पुगिसकेको छौँ। त्यहाँदेखि अलिकति दाजुले बाइक राखिसक्नु भएको छ। अब हामी जाँदैछौँ। सो हेलो गाइज, हामी चाहिँ पुगिसक्यौँ सब्जी मन्डी अनि क्यामेरा चाहिँ मेरो हातमा आइसकेको छ। एज यु नो आई हेभ टु युज मोटो भ्लगिङ गर्नुको लागि, त्यही भएर आज मेरो र यो चाहिँ हाम्रो जडीबुटीको सब्जी मार्केट। आजको सानो भन्ने पिस रहेछ कसरी कति 120 कति लाग्ने र 1 किलो हाम्रो लिस्ट प्याज 5 किलो, आलु 10 किलो, के हो यो 3 नम्बरको टमाटर 3 किलो, के हो 1 केजी अदुवा लसुन 100%। ओके ल हाम्रो हड्डिज टमाटर कसरी आन्टी? टमाटर स्पेसलिस्ट सो हल्का बार्गेनिङ गरेपछि हाम्रो प्याजको पत्ता पनि यसो साइडसँगै यो चाहिँ झोला फिक्सिङ बाई झोला गाइस। अब के छ बाँकी? प्याज त्यो त बाहिर किन्नु हो। टमाटर किन्यो, के बाँकी छ? हरियो खोर्सानी यहाँ गट्टा लाग्ने। ओके यो पनि मलाई नै ठिक छ। यो पनि लाउने हो। भाइ कहाँ लिन्छ रहेछ कुनीको अनि ओके त्यो पनि हुन्छ। सो हाम्रो गट्टा पनि आइसकेको छ 85। ओके यता दिनुहोस्, मेरै हो यो पनि। यो चाहिँ हाम्रोतिर पाकेपछि खान्छ, यहाँ चाहिँ काँचै तरकारी पनि खान्छ यसको चाहिँ। हाम्रो भाषामा चाहिँ बार्सी भन्छ, अब यता के भन्छ है। अनि कटर पनि भन्थ्यो, कटर बैगुन के छ मलाई के हो बैगुन चाहिँ देख्छु हेर्दा त यो बैगुन हो। अनि लिम्बुले कसरी लाने औलासँग भुटेर दामी हुन्छ। बैगुन पनि यही लगाउँ ल। कस्तो खालको बैगुन हो त? अनि मिठो हुँदैन। ओके ओके लगाउँ न ल। मैले खाने होइन, एक्सक्युज मी
मैले खाने होइन अरूले खाने आन्टीको चाहिँ भर्खर भर्खर स्टक झरेको जस्तो छ सामान हो आन्टी भर्खर भर्खर के निकाल्नु भएको हो सामान त फुल छ क्या सबै आन्टी भेटिस् न आन्टी भेट्यौँ हामीले चाहिँ यहाँनिर अनि यहाँ उहाँको चाहिँ पार्टिस हुँदैछ छानबिन हुँदैछ उहाँको तरकारीको खोज चाहिँ जारी नै छ धनिया अच्छा धनिया रहेछ भाइ धनिया कसरी हो रायो साग छैन धनिया चाहिँ 70 रुपियाँ पाउ अरे हाम्रोमा चाहिँ के भन्छ उयो पाउँथ्यो मुठाहरूले पाउँछ यहाँ चाहिँ पुरा केजीको पाउको पाउँदो रहेछ यो चाहिँ काउली फ्लावर भेरी भेरी नाइस काउली फ्लावर अब यता साकिनुतर्फ उहाँ चाहिँ बाहिर म चाहिँ सिल्भर म चाहिँ लगाउने मान्छे यो साग चाहिँ अनि पोर्कसँग खाँदा मिठो हुन्छ यो चाहिँ हाम्रो घरमा उमार्नु हुन्थ्यो अनि हामी खान्थ्यौँ पोर्कसँग बेस्ट कम्बो अब के किन्नु बाँकी छ खुर्सानी मात्रै हो एकछिन सुन्नु न अब के बाँकी छ अब चाहिँ एउटा भयो दुईटा भयो तीनटा भयो अनि चारटा भयो त ओके 4वटा हामीले चाहिँ 4वटा सब्जी किन्यौँ अब लास्ट बाँकी किन्नु बाँकी भनेपछि खोर्सानी मात्रै रहेको छ अनि सिम्पल खोर्सानी एक्सक्यूज मी हम पे जुलूम हो रहा है ये हम पे जुलूम हो रहा है ये हम पे जुलूम हो रहा है ये चाहिँ पैसा खोज्नु हुनुहुन्छ मैले पैसा भेट्नु भयो पैसा फेरि रिटर्न सक्यो होइन अब सक्यो होइन सो फाइनली ओममा कत्रो पानी पऱ्यो यार कसो जाने हामी सो फाइनली यति सबै लिएर हामी चाहिँ फर्किने क्रममा छौँ अब बाँकी भनेको लसुन अदुवा धनियाँ प्याज लसुन अदुवा प्याज किन्नु बाँकी अनि आलु अनि बाहिर चाहिँ पानी परिरहेको छ बाहिरको चाहिँ यस्तो सिट हेभेन बाहिर पार्क छ हाम्रो बाइक चाहिँ यहाँ पर छ हामी चाहिँ काट हुँदैछ हामीले यहाँ के गर्दैछ हामी भारी लगाउँदैछौँ अब पालो प्याज 10 किलो अदुवा सरी लसुन 10 किलो होइन सरी आलु 10 किलो प्याज 10 किलो आलु प्याज के अरे प्याज 5 केजी मात्रै थियो हो आउने हाम्रो प्याज 5 किलो क्या हो आलु 10 किलो 3 केजी के हो त्यो टमाटर भइसक्यो अदुवा लसुन 1 केजी अदुवा लसुन अनि के छ त्यो अर्को हरियो खुर्सानी सो हामी यता अर्को साइडमा आएको छौँ यहाँ चाहिँ अदुवा लसुन पाइन्छ अदुवा लसुन प्याज सानो मान्छेलाई खिचेर यता छ
दिदी के छ सन्चै बहिनी दाजु भनेपछि बहिनी भन्नु पर्यो होला होइन बहिनी सो बहिनीसँग सपिङ गएको बहिनीले डरो बोकाएर हाँसेको हेर नि हेलो पब्जी प्लेयर यहाँबाट आयो कहाँबाट आयो यहाँ आयो राम्रो छ हाम्रो तरकारी किने समिति भइसकेको छ अनि हामी चाहिँ अब स्कुल लाग्यो यहाँ छ आलु र आलु प्याज 15 किलो अरू पनि छ अनि यहाँ मिल्छ सब्जीहरू गाइस सियु गाइस अब पढिसक्यो होस्टेल पुगेर है अब बिचमा त पाउनु मिल्दैन के गर्नु गाइज हामी चाहिँ आइसकेको छौँ सब्जी लिएर सब्जी पकाइदिउँ म है आमै मैले बोलेर तिमीले पकाउनु नि यहाँ चाहिँ सब्जी छान्ने कार्यक्रम हुँदैछ किनकि यो सब्जी चाहिँ हामीले 2टा होस्टेलको लागि लिएर आएको हो र चाहिँ बुद्धनगरमा गर्ल्स होस्टेलको लागि र यो हाम्रो कुरिसीमा भएको बोइज होस्टेलको लागि अनि यो चाहिँ हामी बुद्धनगर लैजानेलाई खाने मान्छे यता सो गाइज चामल चुकेको छ अरे बुद्धनगरमा हामी चाहिँ फेरि चामल लिन जानु लाग्यो आज बोरे बुझ्ने आज सामान हेलो गाइज मेरो भ्लग सुरु म हैरान भइसकेँ यो भिडियोले आयो यहाँ दाइको पनि सो फाइनली गाइज हामी चाहिँ पुलिसबाट बुद्धनगर जाँदैछौँ यो चाहिँ हाम्रो लास्ट सामान हो हामी अगाडिको चाहिँ सेभेन्टी पानीको हो सामान लिएर यो पनि त्यहाँको बिग्रेको छ न त्यही भएर उता गएर भेट्छु ल सो गाइज भिडियो भएको छ खत्तम र यहाँभन्दा उताको भिडियो चाहिँ मैले बनाइनँ किनकि अब सो टायर्ड त्यो दिउँसो हिँडेर र सपिङ गरेर यताउता म धेरै नै गलेको थिएँ त्यही भएर मैले भिडियो बनाउनु पनि बिर्सेँ सो आजको भ्लग यहीँ सक्न चाहन्छु अनि यो चाहिँ दिस वाज एभ्रिथिङ वी डिड न्यु इयरमा सो सी यू गाइज अन द नेक्स्ट भ्लग थ्याङ्क यू फर वाचिङ गाइज